आज हामी कुरा गर्न गइरहेछौँ एन्ड अफ डिक्याल्सिफिकेसन को बारेमा। एकदम इम्पोर्टेन्ट क्वेसन छ, लोकसभामा धेरै सोधिने, लोकसेवा र के भन्छ हाम्रो थर्ड इयर को एक्जामहरुमा पनि एकदम इम्पोर्टेन्ट सोधिने क्वेसन छ एन्ड अफ डिक्याल्सिफिकेसन। सो लेट्स गेट इट स्टार्टेड। सबैभन्दा पहिला हामीले लेख्ने भनेको एन्ड अफ डिक्याल्सिफिकेसन। डिक्याल्सिफिकेसन एन्ड भयो भने चेक गर्नको लागि तीनटा मेथड छन्। सबभन्दा पहिला फिजिकल मेथड और मेकानिकल मेथड पनि यसैले भनिन्छ, एक्सरे मेथड एन्ड केमिकल मेथड। फिजिकल मेथडमा हामी के गर्छौं, त्यसलाई बेन्ड गरेर निडलहरु छिराएर स्क्यापेलहरु छिराएर हेर्छौं कि त्यो डिक्याल्सिफाइड भइसकेको छ कि छैन। इफ त्यो इजिली बेन्ड भइराछ, इजिली निडल गइराछ, स्क्यापेलहरु इजिली गइराछ भने हामी त्यसलाई मान्छौं कि त्यो फिजिकली मान्छौं कि त्यो डिक्याल्सिफिकेसन भइसकेको हो। फिजिकल मेथड भनेको त्यही हो, नथिङ मोर देन दैट। त्यही लेखेको छ, बेन्डिङ निडलिङ और बाइ युजिङ द स्क्यापेल टु फिल द क्याल्सियम डिपोजिट्स if it bends easily so that it means decalcification is completed है। अर्को हामीले भनेको एक्सरे मेथडबाट हो, मोस्ट सैटिस्फैक्टरी मेथड एक्सरे मेथड र यसैलाई रेडियोलोजिकल मेथड पनि भन्छ है। टिश्यू फिक्स्ड इन मर्क्युरी क्लोराइड containing fixative will be radio opaque, hence cannot be tested। मर्क्युरी क्लोराइड मा फिक्स भएको टिश्यूलाई डिक्याल्सिफिकेसन भयो कि भएन भनेर एक्सरे मेथडबाट हामी युज गर्दैन, एक्सरे मेथडबाट हामी हेर्न सक्दैनौं। र त्यसबाहेकका फ्लुइडहरुमा डिक्याल्सिफिकेसन र फिक्स भएको डिक्याल्सिफिकेसन फिक्स्ड भएको टिश्यूहरुलाई हामी चाहिँ एक्सरे मेथडबाट एक्सरे मेथडमा हामी एक्सरे गरेर हेर्छौं। भेरी इम्पोर्टेन्ट लास्ट भनेको केमिकल मेथड है। केमिकल मेथडमा के गरिन्छ भने इट इज डन टु डिटेक्ट द क्याल्सियम in the decalcifying tissue when no further calcium is detected, decalcification is considered complete। chemical method बाट क्याल्सियम हरु अझै त्यो डिक्याल्सिफिङ फ्लुइड मा चेक गरेर टिश्यू मा हैन डिक्याल्सिफिङ फ्लुइड मा चेक गर्छौं है। फेरि धेरै साथीहरुले डिक्याल्सिफिङ टिश्यू लेखिदिन्छन्। क्याल्सियम डिक्याल्सिफिङ फ्लुइड मा हामी क्याल्सियम चेक गर्छौं, त्यसमा अझै क्याल्सियम डिटेक्ट गरे छैन भने हामी डिक्याल्सिफिङ कम्प्लिट भएको मान्छौं। अब डिक्याल्सिफिङ को लागि प्रोसिड्युर कस्तो छ भने केमिकल मेथडबाट डिक्याल्सिफाइङ कसरी एन्ड अफ डिक्याल्सिफिङ कसरी हेरिन्छ। यसमा के गरिन्छ भने सबैभन्दा पहिला 5 ml डिक्याल्सिफाइङ फ्लुइड, त्यो पनि कन्टेनरको बटमबाट है, फ्रम द बटम अफ द कन्टेनर व्हिच हैज बीन इन कन्ट्याक्ट विथ द टिश्यू फर 6 to 12 hours। डिक्याल्सिफिङ फ्लुइड राखेको त्यो कन्टेनरबाट सबैभन्दा तलको बटमबाट हामीले 5 ml डिक्याल्सिफिङ फ्लुइड निकाल्छौं। त्यसमा हामी कन्सन्ट्रेटेड अमोनिया ड्रप बाइ ड्रप युज गर्छौं, एड गर्छौं र के भन्छ लिटमस पेपरले चेक गर्छौं अन्टिल इट्स बिकम अल्कलाइन। अल्कलाइन भइसकेपछि हामी अमोनिया सोलुसन हाल्न छोड्दिन्छौं। इफ द सोलुसन बिकम्स टर्बिड, अल्कलाइन हुने बित्तिकै सोलुसन टर्बिड भइसक्यो, कन्टिन्यू डिक्याल्सिफिकेसन अझै गर्नु पर्यो, किनभने त्यसले क्याल्सियम भएछ भने क्याल्सियम छ भने त्यो क्याल्सियम भएर त्यो टर्बिड भएको, क्याल्सियम छैन भने टर्बिडिटी आउँदैन। टर्बिडिटी आउने भनेको क्याल्सियम त्यसमा प्रेजेन्ट छ। सो त्यसैले फेरि कन्टिन्यू गरिन्छ, डिक्याल्सिफिकेसन कम्प्लिट गरिन्छ। यही लेख्छु सिन्स इट कन्टेन्स क्याल्सियम। इफ त्यो क्लियर छ, मानौं त्यो क्लियर छ, टर्बिड छैन क्लियर छ, त्यसमा हामी 0.5 ml सैचुरेटेड अमोनियम अक्जालेट सोलुसन एड गर्छौं। 0.5 ml सैचुरेटेड अमोनियम अक्जालेट सोलुसन एड गर्छौं। यदि त्यसमा क्याल्सियम अझै पनि प्रेजेन्ट छ भने त्यो सोलुसन टर्बिड हुन जान्छ। इफ द क्याल्सियम इज प्रेजेन्ट इन द सोलुसन विल बिकम टर्बिड। इफ देयर इज नो टर्बिडिटी, इफ त्यहाँ टर्बिडिटी अझै पनि डेभलप भएको छैन भने हामी के मान्छौं भने त्यो स्पेसिमेन चाहिँ फ्री अफ क्याल्सियम छ र त्यसले डिक्याल्सिफिकेसन भयो भने हामीलाई इन्स्योर गर्दिन्छ। बाकी स्क्रिनशट लिहाल्नु होला।